हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। म चाहिँ अहिले माइत घर आएको छु अनि यो मेरो माइती घर हो। हजुरहरूलाई देखाउन चाहन्छु, हेर्दै राख्नु होला। सो गाइज, मेरो मम्मीले चाहिँ इन्डियाबाट मेरो लागि भनेर आँप लिएर आउनु भएको छ है। ओहो, हरि आँप ल्याइदिनु है मम्मी भनेको थियो इन्डियामा फलेको भएर। यहाँ त लिएर पुरा पाकिसकेछ क्या। नरियल खोइ मम्मी, ए यिनी नरियल हो। ओहो, मेरो मम्मीले चाहिँ गर्नुहुन्छ क्या, गर्नुहुन्छ इन्डियाबाट छोरीको लागि भनेर फुकाउनु त नरियल र आँप बोकेर आउनुभएको क्या मम्मीले। गाइज ल्याइदिनुहोस्, आजल माछा यस्तो राम्रो आँप फलेको थियो इन्डियामा अनि लिएर आउनु रहेछ। नगर न छोरी, यहीँ छ त, जति खाने नलड न। त्यस्तो लड्छ नि, यहाँ भिडियो बनाएको छु मम्मीले लडेर। पखालेर खाने छोरी। ओहो, नरिवल हेर्नुहोस् गाइजी, मम्मीले मेरो लागि इन्डियाबाट ल्याइदिनु भएको नरिवल। वाउ, मेरो छोरीलाई एउटा, मम्मीलाई एउटा, रियालाई एउटा, बुनुलाई है। तिनटी छोरीलाई तिनवटा भएछन् ठ्याक्कै। न आँप खाने, पखाला त छोरी खाम्ला, पखाला नै गुलियो खाला नि। काँचो आँप मनपर्छ क्या गाइज मलाई असाध्यै, अनि त्यही भएर नुनसँग खाम्ला मम्मी, ल्याइदिनु न भनेको। मम्मीले ल्याइदिएर आउनु भएको। सो स्विट। गाइज डोको पनि भरिन लाग्यो अब त। गाइज तरकारी पनि भरियो, प्लास्टिक यति तरकारी पाइयो। तरकारी पनि भयो, घाँस पनि भयो, आफूलाई टाइम पास पनि भयो। बिहानको शीतल टाइममा आएकै प्रगति भइहाल्यो नि। आजलमा चाहिँ यस्तो घाँस काट्न पाएछ नि, के दुःख नि बिहा पाल्नलाई। ए तल मोटरबाट आइसक्यो है। गाइज उहाँ माथिबाट आएको हामी, यत्रो वनमा उस खोज्दा खोज्दै हिलो पनि रहेछ गाइज। यस्तो हिलो हिलो भइया, सबै हिलोमा टेकेर टिप्नु पर्ने रहेछ तरकारी। अब मोटरबाट आउनु लाग्यो। यहाँ खुट्टा देखिन्छ त, अनि कहाँ लुकाउने त नि, खुट्टा काटेर राख्नु नभए। गाइज हाम्रो खेतहरू यो यहाँ चाहिँ पहिला पुर्खादेखिको कटेर छ, अझै पनि नभत्काएको यो कटेर है। यहाँ मान्छे बस्दैन भाउजू, अचल छोडिदिए। डोको पनि भरियो, तरकारी पनि भयो। अब यसलाई लगेर दालमा मिसाएर खान नाइस हुन्छ गाइज। हरियो घाँसहरू यसरी थुत्ने आउँछ क्या भाउजू, यो त सर सर्दै हामीले वनमा गयौँ नि यही हो थुत्ने घाँस।
यस्तो घाँस फुट्न कम रहर लाउँछ। ओके खानाले कस्तो मिठो खान्छ नि यस्तो मजाले काट्न पाइन्छ आचल माछा पनि घाँस है। गाई अब 10 पनि बज्न लागिसक्यो 9 बजीतिर आएको है 10 बज्नु ला अब डोको पनि भरिनु ला भोक पनि लाउनु ला अब एकछिनपछि घर जाने अनि भात खाने। सो गाइज म घर पुग्ने बेलासम्म हजुरहरूलाई देखाउँछु हेर्दै राख्नु के छ हाम्रो गाउँमा अर्ग्यानिक तरकारीहरू। यस्तो तरकारी पाइन्छ ग्यादीमा त यस्तो तरकारी पाउँदैन के गाई जाऊ टाढा टाढा भिरमा जानुपर्छ। हाम्रो त घर त्यहाँ नजिकै छ त्यहाँदेखि थोरै यता आएदेखि घाँसहरू अनि वन पनि नजिकै छ अनि तरकारीहरू खोज्नलाई धेरै टाढा आउनु पर्दैन। त्यसैले सो गाइज हेर्दै राख्नु होला म देखाउँछु अझै। भाउजू ढ्याम्पीले ढोका परि भ्याइन्। फाइनली गाइज हाम्रो डोको पनि भरियो अब हाम्रो तरकारीको प्लास्टिक पनि भरियो अब चाहिँ हामी घर जान लागेको। हेर्नुहोस् गाइज यस्तो झाडीमा आएर यत्रो तरकारी खोज्यौँ अनि त्यत्रो घाँस बनाइयो अब चाहिँ हामी घर जान लागेको। अब भोक पनि लाग्यो अब 10 साढे 10 भइसक्यो साथीहरू अब घर गएर भात खानु पर्यो भोक पनि लाग्यो नानीहरू कता कता गए अब भात खाने अनि सन्चो सुत्ने यो घाममा। भाउजू सधैँ दिउँसो घाममा आउनुहुन्थ्यो घाँस काट्न आज बिहानैमा आइयो यत्रो घाँस निकालियो। सो गाइज यता घाँस पनि असाध्यै छ अनि तरकारीहरू पनि असाध्यै पाइन्छ यो फाँटमा चिसो छ यहाँ एकदमै त्यही भएर घाँस पनि छ अनि तरकारीहरू पनि पाइन्छ गाउँको अर्ग्यानिक तरकारी हुन्छ। यो गुर्जेगाना नि रहेछ गाइज यो गुर्जेगाना भन्न त नमिल्ने गाइज देखाइहालेँ। यसको चाहिँ बजारमा एकदमै राम्रो दाम मिलेको छ कतैले पाउनुहुन्छ भने तपाईँहरूले पनि खोजेर बेच्नु होला। यसको चाहिँ औषधि हुन्छ अरे अहिले चाइनाले एकदमै राम्रो मूल्यमा खोजेछ भनेर हाम्रो गाउँकोले सबैले बेचिसक्यो। मैले यहाँ भाउजूलाई पनि भन्दैछु बेच्नु होला भाउजू भनेर। ओइ नढल्नु 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 खोजेर राख्नु र अनि बेच्नु होला भनेर। यसलाई हेर्नुहोस् गाई आचल बस्छ यो चैत महिनामै यस्तो घाँसको भारी बोकेर को हिँड्छ हौ। वनमा जाँदा नि सबै रोल मात्र हो यहाँ त पुरा दुनी घाँसै छ क्या भैँसी दुनी घाँसै पाइयो। कति मिठो छ यो घाँस यस्तो मिठो घाँस पाएपछि के को भैँसी पाल्ने के दुःख। त्यो गाई अब हामी चाहिँ घर लाग्दैछौँ त्यो बाटो चाहिँ अलिक गाह्रो छ झाडीहरू छ हिँड्नलाई। माथि धारामा गएर पानी खाएर हात खुट्टा धोएर जाने। फाइनल गाइज अब हामी यहाँबाट हिँड्दैछौँ। सो गाइज म घर पुग्ने बेलासम्म भिडियो बनाउँछु। भाउजू घाँसको बारी बोकेर उक्लन नसकेर गाइज ए भगवान् उक्लन सक्नु भएन भाउजूले घाँस भारी ल्याएनुहोस्। गरुङको छ नि त यस्तो चिसोको घाँस हो अनि गरुङ हुने भयो। भोक पनि लागेको अहिले त खर पनि लागेको भोक पनि लागेको छ। अब घर नपुगेसम्म खाना पाइँदैन। ल मेरो कस्तो यत्रो झोलाभरि तरकारीले अझै पनि नपुगेर भाउजूले डोको बोकी बोकी थुप्नु टिप्दै हुनुहुन्छ। जाम्बो जाम अब यहाँभन्दा त कति खानु र लगाएर मलाई पनि लोभ लागिहाल्छ क्या फेरि यहाँ देखेको टिप्नु मन लागिहाल्छ। देखेको त टिपेकै हो भाउजू नदेखेको भएर हो। आउनु पो आउनु अब झाडी झाडीमा नपर्छ माथि धारामा गएर पानी खाएर
जति टिपे पनि देखे पछाडि फेरि टिप्न मन लागिहाल्ने क्या मलुको हो र जलुकै होला नि कताबाट उक्लाने झर्न लगाइसक्यो प्लास्टिक भरिएर नि त्यो गाई हामी चाहिँ धारामा आउन लागिसक्यौँ अब यहाँ आएर पानी खान्छौँ त्यस पछाडि घर जान्छौँ घर पनि त्यहीँ नजिकै हो त्यो डाँडादेखि थोरै पल्तिर हो हाम्रो घर पनि यहीँ नजिकै पर्छ सो गाइज म घर पुगेपछि देखाउँछु हजुरहरूलाई बाबाहरूले भन्दै हुनुहुन्थ्यो सबै कर्कालाई जति सबै उसले खाछ बाख्राले खा निउरा जलुका पाइँदैन नजाऊ भन्दै हुनुहुन्थ्यो तर म चाहिँ यत्रो टिपी भएँ अब बाबालाई लगेर देखाउँछु के भन्नुहुन्छ बाबाले गाई फाइनली हामी पानीको धारामा आइपुग्यौँ अब पानी खान्छौँ अनि हात खुट्टा धोएर जानु पर्ला गाउँको स्वच्छ मूलको पानी रहेछ पानी कहिल्यै टुट्दैन यहाँ भाउजू कस्तो लागेछ त भाउजू आज घाँसको भारी बोकेर आउँदा असराजी घाँसको भारी बोकेर आउनुभयो पिरो हुन्छ कि है मुख धुँदा नको रोक्दै बनाउँदै यो यस्तो हिलै भइरहेको छ तर पानी त नसुक्ने क्या है कहिले नि त्यो आनन्द आएको खानु खानु ल्याउने यहीँ आउनुपर्छ क्या आइन्छ फाइनली गाइज हामी चाहिँ घर आइसक्यौँ यो हाम्रो घर हो हामी घर आइसक्यौँ ल घाँसको भारी बिसाउनुहोस् है ए ठ्याक्क घर आउनु पनि फोन आउनु पनि हजुर भैँसीले हेर्दैछौ घाँस ल्याएको देखेर मन छानु कहाँ छेउ यहीँ छेउ वाउ अबे भात खाने हौ किन नि भात खान दिएनन् अब खाने रहेन कहाँ जाने अरे ए बाबा म गएसँग पाइन्छ क्या होइन फुच्चे खाने हो तरकारी किन खोल्छ आएको नि तिनीको ठुलो मम्मी यता हेर्नु क्या कति अजर देखिएको भित्र त नि यहाँ आउनु न बाहिर जलुको निउरो मिठो लाग्छ नै मलुको त नै जलुको ए ल भात खाने है अब चाहिँ सिप्लिकानको अचार बनाएर खाने क्या यो सिप्लिकान त घर लाने बिहानको कर्कालो र निउरो चाहिँ यहीँ पकाएर खाइयो हजुर 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 यही देखाउने हो सिप्लिकान खोज्न आएको आन्टी यहाँ पाइन्छ कि भनेर यता पाइन्थ्यो पहिला यतै हो गरे यहाँ इन्द्र आमाको बारीमा पाइन कसो हो पाएपछि पाइन् यहाँ हो क्या पाइन् त पहिला त यो खोल्सा त रहन्छ त अहिले
खै पाइए लैजाऊँ लाग्यो नपाइए यत्तिकै यहाँ वाउ यहाँ र चाहिँ सो गाइस सिप्लिगनको बुट्टामा आइयो है गाउँको अर्ग्यानिक तरकारी खाने यही हो खाने सिप्लिगनले भाउजू बुट्टा चढ्दै हुनुहुन्छ कति राम्रो मुना मुना पलाएको है जहाँ गयो हुँ पाइएछ त आज त के भएको यस्तो रोक्ने म मोबाइल तल राख्छु यसको अचार खाने दाइ ए दाइ भन्न गाइजी हामीले सिप्लिकन खोजेर आइयो यत्रो सिप्लिकन आज सुगर र प्रेसरको दबाई अचार खानुलाई नि स्वस्थ गाउँको अर्ग्यानिक तरकारी कस्तो छ मम यता हेर त राम्रै छ हाई 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 भन्नु न हाई गाइज भन्नु लोकल अर्ग्यानिक तरकारी खाने हो भन्नु त के अरे गाउँको ताजा ताजा लोकल तरकारी खाने हो भन्नु न गाउँको तरकारी ताजा लोकल तरकारी खानु नि भनेर हालिदिनु कस्तो लागिरहेको छ बुनु हाम्रो चाहिँ तरकारी खोजेर आइसक्यो अब रेस्ट टाइम हो गाइज अब चाहिँ मैले बिहान पनि तरकारी खोजेर आइसकेँ अब अहिले पनि तरकारी लिएर आइसकेँ अब चाहिँ एकछिन सुत्नु पऱ्यो गर्मी पनि बेसर भइरहेको र घाम नलागे पनि गर्मी चाहिँ अति नै छ म चाहिँ घर आइसकेको अवस्था है